बेथान्चोक गाउँपालिका वडा नम्बर 3 समुद्र सतहबाट 3018 को हाइटमा छौँ अहिले हामी। यो अब विभिन्न किसिमको दृश्यहरू अवलोकन गर्दै आजको यात्रा हिँडिरहेको छौँ अवस्था। अब हामी केही क्षण पछाडि ठाउँ-ठाउँको भिडियोहरू हामी हजुरहरूलाई देखाउँछौँ। बेथान्चोक गाउँपालिका वडा नम्बर 3। आहा, हेर्नुहोस् त कस्तो सुन्दर ठाउँ छ। बेथान्चोक गाउँपालिकाको एउटा यो सुन्दर ठाउँलाई चाहिँ तपाईँहरू नभुल्नु होला है। तपाईँहरू नारायणथान आउने बेला यो गजरम पर्वत जाने बाटो हो, यसमा चाहिँ तपाईँहरू आएर हिँड्नु होला। ल हेर्नुहोस् यहाँ बाँसहरू यति आनन्द स्वच्छ विभिन्न किसिमको जडीबुटीहरू पनि पाइन्छ यहाँ। हेर्नुहोस् यहाँ यो फुलहरू भनेको एकदम स्वास्थ्यलाई राम्रो हुने चिज हो। ल वाउ 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 वाउ, ल हेर्नुहोस् तपाईँहरूले देख्नु सक्नु भएको छ। माथिबाट तपाईँहरू रक क्लाइम्बिङ गर्न एकदम इजी छ। यो हेर्नुहोस्, यो यस्तो राम्रो दृश्य यहाँ आएर यस्तो आओ भनेर नै साध्य छैन। विभिन्न किसिमका जडीबुटीहरू फुलका बिरुवाहरू पनि देखिएको छ। हेर्नुहोस् त तपाईँहरूले दृश्य बेथान्चोक गाउँपालिका वडा नम्बर 3 नारस्थान मन्दिरको एरिया। हामी मिति 2082 साल 7 महिना आज 17 गतेको दिन यो भवन यो चट्टानहरू हामी तपाईँहरूलाई देखाउँदैछौँ। अब केही क्षण पछाडि तपाईँहरूलाई फेरि पनि हामी देखाउँछौँ माथि गएर। आहा, सुन्दर ठाउँ बेथान्चोक गाउँपालिका। यो फलको नाम चाहिँ इङ्ग्लिसबाट चाहिँ अर्किड भन्नुहुन्छ अरे। अब मलाई फेरि खासै त्यो धेरै इङ्ग्लिस बोल्ने मान्छेहरू, म चाहिँ नेपाली हो, नेपालीबाट बोल्न चाहन्छु। तर नेपालीमा चाहिँ मैले सुनाखारी भन्छ। के भन्छ कमल सर? सुनाखारी भन्छ नेपालमा। ओ सुनाखारी। ल यो दृश्य यो गुराँसहरू, यो विभिन्न किसिमको रुखहरू छ, एकदम आनन्द भनेर नै साथ दिने छैन। हेर्नुहोस् यो यस्तो आहा स्वच्छ वातावरण। यस्तो ठाउँमा हिँड्नुपर्छ, घुम्नुपर्छ, एक्सर्साइज गर्नुपर्छ। यो स्वास्थ्यलाई धेरै 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 राम्रो हुन्छ। वाह, विभिन्न किसिमको यो एउटा चट्टानहरू पनि देख्छौँ हामी। हेर्नुहोस् त यो यति सुन्दर छ कि यति सुन्दर छ भनेर नै साध्य छैन। वाउ, भनेर नै साध्य नै छैन। ल वाह, विभिन्न किसिमको जडीबुटीहरू फलहरू यहाँ फुलहरू देखिन्छ। यस्तो चाहिँ एकदम आनन्द स्वच्छ काभ्रेपलाञ्चोक बेथान्चोक गाउँपालिकाको माउन्ट महाभारत लेक। हेर्नुहोस् त अहिले तपाईँहरूले देख्न सक्नु भएको अवस्था छैन। यो हिमाल पहाड तराई देखिन्थ्यो, तर यो अहिले दिनको 4 बजेको समयमा यतापट्टि कुहिरोहरू ढाकिएको अवस्था छ। कुनै दिन त्यो पनि म हजुरहरूलाई भिडियो मार्फत देखाउँछु। अब हामी केही क्षण पछाडि फेरि पनि माथि गएर तपाईँहरूलाई भिडियोहरू अपलोड गराउँछौँ। आऊ हेर्नुहोस् त कस्तो राम्रो। वाह, ल यो चाहिँ अब पानी पर्दा कुनै कसैलाई रातको समयमा बास बस्नलाई एकदम ठिक छ। गुफाहरू यो ओडारबाट पनि देखिन्छ। वाउ, ल हेर्नुहोस् तपाईँले देख्न सक्नु भएको छ यो समुद्र सतहबाट 3000 को सेरोफेरोमा छ अहिले हामी। यति सुन्दर छ कि यति सुन्दर छ भनेर नै साध्य छैन। अब यो हामी थाम्को लेक जाने यो पर्यटन एउटा विभाग बोर्डले बनाइदिएको बाटो रहेछ। अब यो पारिपट्टिको दृश्य थाम्को लेक जाने हाइवे रोड हो। यो अहिले यो घुम्दै फिर्दै आउँदाखेरि हाम्रा बेथान्चोक गाउँपालिकाका वडा नम्बर 3 बसिरहनु भएका हाम्रो आदरणीय कमलजी, उहाँसँग केही परिचय लिन्छ। कमलजी नमस्ते। नमस्ते हजुर, नमस्ते। के छ यहाँको बारेमा तपाईँको परिचय दिनुहोस्। पहिला तपाईँको व्यवसाय तपाईँको के हो यसो बोलिदिनुहोस् न। यो ठाउँको बारेमा चाहिँ यो चाहिँ महाभारत पर्वत श्रृङ्खलाको एउटा अग्लो स्थान हो। यसलाई चाहिँ यहाँका गाउँका गाउँलेहरूले चाहिँ विभिन्न नामले परिचित छ यो ठाउँमा। यसलाई चाहिँ महाभारत पर्वत को एउटा चाहिँ अग्लो स्थान भएको हिसाबले चाहिँ मैले चाहिँ यो स्थानको नाम चाहिँ गुगलमै माउन्ट महाभारत अर्थात् महाभारत पर्वत भनेर चाहिँ नामाकरण गरिदिएको छु। गुगलमा यहाँले राम्रोसँग भेटाउन सक्नुहुन्छ। स्पेसली यो चाहिँ बेथान्चोक गाउँपालिका जुन काभ्रे जिल्लामा रहेको छ, नेपालको राजधानी काठमाडौँबाट चाहिँ 45 किलोमिटर दूरीमा रहेको यस स्थानमा चाहिँ सूर्योदय, सूर्यास्त, क्लाउड सी, बादलहरूको सागर हेर्नको लागि चाहिँ यो स्थान
अत्यन्त उपयुक्त रहेको छ। त्यसै गरी चाहिँ क्लियर डेमा चाहिँ यहाँबाट हामीले चाहिँ 180 डिग्रीमा चाहिँ सम्पूर्ण हिम श्रृङ्खलाहरू अवलोकन गर्न सक्छौँ। त्यति मात्र नभइकन हामी नेपालको एउटा एक ठाउँमा बसेर इन्डियादेखि चाइनासम्म देख्न सक्छौँ। हस्, धन्यवाद। होइन कमलजी, मैले हजुरलाई सोच्छु यहाँबाट चाहिँ अहिले हिमाल पहाड तराई सबै देखिन्छ भन्ने त अब होला पनि छ। यसको बारेमा हजुरले के भनिदिनुहोस् सर? यहाँबाट हिमाल पहाड तराई सबै देखिन्छ, तर चाहिँ क्लियर डेमा चाहिँ हामी आउनु पर्यो। हामी स्पेसल्ली अब पहाड हिमाल चाहिँ देखि नै रहेको हुन्छ, तर तराई हेर्नको लागि चाहिँ अलिकति हुस्सु कम भएको बेलामा चाहिँ आउनु पर्ने हुन्छ। तराईका फाँटहरू पनि हामीले मजाले हेर्न सक्छौँ। अहिले हामी एकछिनपछि यहाँ माथि माउन्ट महाभारत अथवा महाभारत पर्वत चाहिँ चढेर दृश्य अवलोकन पनि गर्छौँ र त्यहाँबाट केही भिडियो पनि बनाउँछौँ। हस्, धन्यवाद। कतिपय साथीहरूले हिँड्ने क्रममा कुनै कसैले चाहिँ पातहरू चुसिने बानी छ, यसलाई पनि कुनै कसैले पनि जानेर पनि नचुस्नु होला। यसको चाहिँ एकदम विषालु हो, यसको नाम चाहिँ चिमालो। यो तलको दृश्य देख्नु भएको छ तपाईँहरूले, यो खानी खोला गाउँपालिका पर्छ पारीको दृश्य, माउन्ट महाभारतको लेक। वाह, ल सबैजना साथीहरू एकचोटि बेथान्चोक गाउँपालिकालाई हजुरहरूले नारस्तान मन्दिर को एरिया र गजराम पर्वत पनि तपाईँहरूले भिजिट गर्नु होला। आनन्द छ है, ल यस्तो यस्तो आनन्द छ, चट्टानै चट्टान। वाह, क्या सुन्दर यार, वाह, आहा कस्तो सुन्दर यार, वाह भनेर नै साध्य छैन यार। यहाँ चाहिँ विभिन्न किसिमको घरल जातहरू पनि आउँदो रहेछ। यहाँ चाहिँ एकजना बेथान्चोक गाउँपालिका वडा नम्बर 3 को एउटा गुफामा एकजना हाम्रा को हुनुहुन्छ, म उहाँसँग परिचय गर्न जाँदैछु। ल ल हेर्नुहोस् त, अब हामी घुम्दै फिर्दै आउँदाखेरि एकजना चाहिँ दाइ देखियो, पानीको पनि सुविधा छ, यत्रो हाइटमा खाना बनाउने आगो बाल र दाउराहरू पनि ल्याउनु भएको रहेछ। हजुर नमस्ते। के नाम तपाईँको? के नाम हो? ए, कति वर्ष हुनुभयो तपाईँ यस ठाउँमा आएर बस्नु भएको? 7-8 वर्ष भयो। किन बस्नुभयो तपाईँ यस ठाउँमा यस्तो बेला? घर परिवार कता हुनुहुन्छ, छ कि छैन, के छ? ए, अनि तपाईँ चाहिँ घर परिवार छोडेर यहाँ बस्नुको कारण केही छ कि भनिदिनुहोस् त। म चाहिँ अब यस्तो भयो कि अब घरतिर बस्न मन लागेन, अनि जङ्गलतिरै बस्न मन लाग्यो, त्यही भएर। अनि हजुरलाई यो खाना, यो पिठोहरू देखियो, चिनीहरू पनि देखियो, खानेकुराहरू चाहिँ तपाईँले कसरी उपलब्ध गराउनुहुन्छ? खानेकुराहरू तालबाट ल्याउने, आफै किनेर ल्याउनुहुन्छ। अनि काम त गर्नुहुन्न तपाईँ, यसरी बसेपछि तपाईँलाई पैसा कसले दिन्छ? पैसा त कसले दिँदैन, कसैले पनि दिँदैन है। तपाईँलाई समस्या के छ अहिले? समस्या त्यही हो, मेरो त अब पेटकै समस्या हो। ए, पेट के भएको? पेट अब ग्यास्ट्रिक भन्थ्यो, त्यसै खोल्दैन, त्यसै खोल्दैन। अब त्यो थोरै थोरै आउँछ कि अब 2 चोटि अपरेसन गरेको थियो, त्यही हो। ए, भनेपछि अनि यहाँ बस्नुभएको 7 वर्ष भयो है। अनि के भन्न चाहनुहुन्छ तपाईँहरूले? तपाईँले कुनै कसैलाई अब तपाईँलाई सहयोग माग्नुहुन्छ कि तपाईँ के भन्न चाहनुहुन्छ? त्यही हो सर, अब सहयोग भनौँ। तपाईँको कन्ट्याक्ट नम्बर छ? कन्ट्याक्ट नम्बर छ। कति नम्बर, फोन नम्बर थाहा छ? मेरो? हजुर, मेरो 97 67 35 65 79 लास्ट 79। अनि तपाईँको के यस्तो क्युआर कार्डहरू केही छ? क्युआरहरू छ? छैन सर, मोबाइल ब्याङ्किङहरू केही बोक्नु भएको छ? छैन छैन। यदि तपाईँलाई कुनै कसैले सहयोग गर्ने त्यस्तै मनका धनीहरूले चाहिँ अब तपाईँ 7 वर्षसम्म यस्तो गुफामा बस्नुभएको छ, ओडारमा बस्नुभएको रहेछ, कुनै कसैले सहयोग गर्छु भन्ने भावनाले चाहिँ सहयोग गरिदिनु भने अब के गरेर ल्याइदिनु, कसले भनेर ल्याउने त पैसा? तपाईँ ब्याङ्क खाता छ? छैन छैन। छैन भनेदेखि अब सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूले चाहिँ म विनम्रमा अनुरोध गर्न चाहन्छु कि यो बेथान्चोक गाउँपालिकाको यो एकदम ओडा समुद्र सतहबाट 3000 हाइटको फिटमा चाहिँ उहाँ बस्नुभएको छ। त्यस कारणले उहाँको चाहिँ पेट दुखेर ग्यास्ट्रिकको प्रब्लमले अहिले उहाँले भन्नुभएको अनुसार
खर्च नभएर बस्नु भएको अवस्था देखिएको छ। हामी कुनै कसैको तपाईँहरूलाई QR कार्ड पनि हालिदिन्छौँ र उहाँको कन्ट्याक्ट नम्बर पनि हालिदिन्छौँ। कुनै कसैले सहयोग गरिदिनु हुने मनका धनीलाई चाहिँ विशेष गरी विनम्र म अनुरोध गर्न चाहन्छु। ओ माई गड, गुजराम पर्वत जाँदैछु। केही छैन, बस्दियो। मुटुको स्वर्ग भनेर नै साथी छैन आज यार। कस्तो टुष्ट ठाउँ हिँड्यो। वाउ, Oh my God. वाह, क्या मुना लो यार, कमल चाहिँ यार है ल हेर्नुहोस् त। वाउ वाउ, देख्नुभयो नि। सरी यार, सरी। ल धन्यवाद। अब हामी आज धेरै समयपछि भन्दा नि पहिलो म आफू जन्मेको बेथान्चोक गाउँपालिकामा भए पनि म संसार ठाउँ घुमियो, तर अहिले आउँदाखेरि मेरो यो बेथान्चोक गाउँपालिका यति सुन्दर वाउ भन्नै सकिन्न यार। तलबाट तपाईँहरूले देख्न सक्नुहुन्छ यो पुरै कमलजी ल हेर्नुहोस् यसको यो के हो यार, म त अचम्म लाग्यो यार। हेर्नु न उडिरहेको छ पुरा। हामी बादलमा छौँ होइन कमलजी? वाउ 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 कमलजी हेर्नुहोस् त यार, हामी त कहाँ आइपुग्यो यार। कमलजी यहाँ म उडौँ पखेटा भइदियो त म त यहाँबाट सरङ रङ 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 घुमेर आउँथ्यो। के अरे आफ्नो हातमा पखेटा भएन, हात मात्रै भयो। सबैजना देश विदेशबाट हेरेर बस्नुहुने नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीलाई विनम्र अनुरोध गर्न चाहन्छु। कमलजी हजुर केयर हुनु है। अब म एउटा सन्देश के दिन चाहन्छु भनेपछि काभ्रेको सबैभन्दा हाइट